नमस्ते, म चाहिँ सुजाता बेगा लिम्बू याङरक 233 पाँचथरबाट जुन मेरो 3 महिना अगाडि चाहिँ मेरो मम्मीको शङ्कास्पद मृत्यु भएको थियो। त्यसको बारेमा चाहिँ मलाई केही बोल्न बाध्य भएको छु। केही कुराहरू अति नै मलाई चित्त नबुझेर चाहिँ म त्यस बारेमा चाहिँ बोल्न केही चाहन्छु। यस्तो सामाजिक सञ्जालमा म एक्टिभ छैन। मलाई र सामाजिक सञ्जालमा आएर केही भन्न चाहन्छु। अब पनि म चुप लागेर बसेँ भने चाहिँ हुँदैन जस्तो लाग्यो। त्यही भएर चाहिँ मलाई केही शब्दहरू चाहिँ चित्तै नबुझेको कुराहरू चाहिँ राख्न म बाध्य भएको छु। मलाई बाध्य बनाउनु भएको छ। त्यही मेरो मम्मीको मृत्यु हुनुमा चाहिँ शङ्कास्पदै छ, किनभने उहाँले कल गर्नुभएको थियो पुस 28 गते सोमबारको दिन चाहिँ मलाई मेरो मम्मीले कल गर्नुभएको थियो। 12:44 मलाई कल गर्नुभएको थियो। सो त्यो कलमा के भन्नुभएको थियो भने मलाई आज मार्ने अरे, पूर्व योजनाको साथमा चाहिँ मार्ने भएको छन् अरे, फल्नाको घरमा सुनेको 3-4 जना फल्नाले भनेर मलाई मम्मीले भन्नुभएको थियो। अनि त्यस पछाडि त्यो भन्नुभयो। भनिसकेपछि चाहिँ मम्मी एकदम आत्तेर नै कल गर्नुभएको थियो। अनि जबकि मेरो मम्मी चाहिँ इलाम आउनुको लागि चाहिँ तयारीको साथमा चाहिँ आउँदै गर्नुभएको। 28 गते चाहिँ सामानहरू सबै असारेर जुन गाडी भेट्न सहज होस् भनेर चाहिँ घरदेखि अलि माथिको 10-15 मिनट माथि चाहिँ टावर डाँडा जानुभएको। टावर डाँडामा चाहिँ बास बस्नुभएको। सबै सामानहरू असारेर भोलि बिहान यहीँदेखि गाडी चढेर जान्छु भनेर चाहिँ बस्नुभएको। सो त्यही घरदेखि चाहिँ मम्मी राति नै हराउनु भएछ। सो हामीलाई खबर आएन, हराउनु भयो भनेर हामीलाई खबर आएन। 28 गते नै उहाँहरूले बेलुका 12 बजी थाहा पाएको भन्नुभएको छ। उहाँहरूले हामीलाई सूचना गर्नु भएन मान्छे हरायो भनेर। जबकि हामीले कल गर्दाखेरि 28 गते चाहिँ बोलेको दिउँसो थियौँ, अनि फेरि 1 बजी पनि बोलेको थिएँ। अनि त्यस पछाडि बेलुका 6 बज्नु आँट्दाखेरि चाहिँ मैले मम्मीलाई कल गरेको थिएँ। मम्मीले भन्नुभएको थियो कि मलाई त्यसो चाहिँ भनेका छन्, यताउताबाट डर देखाउनुलाई हो कि धम्की मात्रै दिएको हो कि भनेर चाहिँ भन्नुभएको थियो। त्यही कारणले चाहिँ मेरो मम्मी 28 गते नै बेलुका हराउनु भएछ। त्यतिखेर कुरा गर्नुभएको थियो कि मम्मीले एकदम डर लागिरहेछ, बा मलाई गाडी चढ्नु पनि दिँदैन कि यताउताको टाइप गर्नुभएको थियो। त्यो कल अनुसार चाहिँ मेरो मम्मी शङ्कास्पदै मृत्यु भएको हो। त्यसम्म बेलुका 29 गते 6 बजीसम्म हामीलाई कुनै खबर थिएन। एकैचोटि बेलुका 6 बज्नु आँट्दा रुम आइपुगेको थिएँ। रुम आइपुग्दाखेरि छ्यामाहरूले चाहिँ मम्मी आइपुगेन, मम्मीको फोन लागिरहेको छैन भनेर चाहिँ त्यसो भन्नुभयो। अनि एकदम हामी डरायौँ। अनि डराएपछि चाहिँ खोज तलास गर्न थाल्यौँ। अनि साँच्ची नै मैले फोन मम्मीलाई गर्न थाल्दा लाग्दैन, फोन लागेन। अनि हामीले जुन घर भेटीकोमा बसेको थियो त्यो त्यहाँ बसेको घरकोलाई मैले कल गरेर चाहिँ सोद्धाखेरि मम्मी छैन, बेलुकै हराउनु भएको, बेलुकै जानुभएको, कता जानुभयो थाहा भएन, सामानहरू यहीँ छोड्नु भएको छ भन्नुभयो। मेरो मम्मीले सामानहरू जुन उहाँले ल्याउनु आँटेको सामानहरू सबै मलाई फोनमै भन्नुभएको थियो। तँलाई के चाहिन्छ यो त्यो भनेर चाहिँ मलाई सोध्नु भएको थियो। जुन मैले भनेको थियो त्यो सामानहरू सबै ल्याइदिनुलाई सबै असारिसक्नु भएको रहेछ। मेरो मम्मी चाहिँ त्यहीँदेखि हराउनु भयो। सामानहरू सबै त्यहीँ छ। अनि त्यहाँदेखि मम्मीले जुन आफूलाई सधैँ पनि बोक्ने सिक्कल अथवा भनौँ कचिया सिरानीमै छ। आफूले टेक्नु हुने लौरी पनि सिरानीमै छ। मान्छे मात्रै हुनुहुन्न, अनि फोन पनि छैन। सबै छरछिमेकीहरूलाई कल गरेर सोधेँ। मम्मी माथि बास बसेकै घरदेखि घर फर्किनु भयो कि जस्तो लाग्यो। अनि सबैलाई कल गरेर सोद्धाखेरि कोहीले पनि देखाएको छैन, यताउता टाइप कुरा गर्नुभयो। अनि त्यहाँदेखि मेरो मम्मी चाहिँ हराउनु भयो। त्यहाँदेखि 29 अनि 30 गते हामी सबै खोज्यौँ। 29 गते बेलुकादेखि अब आत्तिर चाहिँ सबैतिर घुमायौँ, कलसल घुमायौँ, कतै कहीँ आफन्त जनदेखि लिएर सबैकोमा घुमायौँ, मम्मीको इष्टमित्रदेखि लगायत सबैमा। तर कतै फेला पर्नु भएन मेरो मम्मी। अनि एकैचोटि खोज्दा 4-5 दिन खोज्दाखेरि चाहिँ एकादेशको जङ्गलमा भेट्यौँ क्या। मेरो मम्मी चाहिँ झरनाको फेदमा भेट्यौँ। अनि त्यो पनि कतैदेखि मान्छे पस्नै नसक्ने झरनामा चाहिँ भेट्यौँ। त्यहाँनिर चाहिँ मृत्यु अवस्थामा चाहिँ भेटियो या त राखेको हो या भेटियो, त्यो म जान्दिनँ। दाइबाले जान्नुहुन्छ, भगवान् हुनुहुन्छ भने भगवान्ले देख्नु भएको छ त्यो घटना के भयो भनेर। तर यो शङ्कास्पद घटना घटिराख्दाखेरि उहाँहरूले चाहिँ राम्ररी छानबिन गरिदिनु पर्ने हो कि एक पक्षको मात्रै कुरा सुनेर चाहिँ
आफै यताउता भनेर चाहिँ भनिदिनु भएको छ, तर त्यो आफै चाहिँ हदै होइन। किनभने मेरो मम्मी त्यसरी जिन्दगीमा मर्छु भनेर चाहिँ कहिले पनि हार खानु भएको थिएन क्या। मेरो परिवारले हामी आमा छोरीलाई छोडेको 21 वर्ष भएको थियो। 21 वर्ष मेरो जुन मभन्दा अगाडिको दाइ हुनुहुन्थ्यो, दाइको मृत्यु भइवरी पनि मलाई एक्लै हुर्काएर चाहिँ त्यो